हेलो साथीहरु नमस्ते वेलकम बैक टू माई अनदर डेली ब्लग। आज फेरि पनि उपस्थित भइसकेको छु हजुरहरु माझ। हजुरहरु सन्चै आरामै हुनुहुन्छ, आरामताको कामना गर्न चाहन्छु र हजुरहरु कस्तो अवस्थामा हुनुहुन्छ, एकदम ठीक हुनुहुन्छ भन्ने एउटा आशा पनि राखेको छु। हजुरहरु ठीक हुनुहोस्, म पनि एकदम ठीक छु। आज फेरि नयाँ भिडियोको साथमा उपस्थित भइसकेको छु हजुरहरु माझ। आज चाहिँ के छ त भिडियोमा भनेर भन्नुहुन्छ भने आज चाहिँ खासै केही छैन त्यस्तो के भन्छ इम्पोर्टेन्ट स्पेशल केही पनि छैन, धेरै भएको थियो हजुरहरु माझ भिडियो लिएर आएको थिएन। त्यसैले आज फेरि एउटा छोटो मिठो भिडियो लिएर आउँछु भनेर चाहिँ हजुरहरु माझ उपस्थित भइसकेको छु। हजुरहरु अवश्य पनि स्वीकार गर्नुहुनेछ भन्दै आज चाहिँ भिडियोलाई सुरु गरौँ है त। अब के हुन्छ भिडियोमा के देख्न पाइन्छ है त साथीहरु। ल आज चाहिँ म थोरै यसो के छ कस्तो छ थोरै गफ हैन, दुई चारवटा गफ गर्नै पर्ने हुन्छ। अनि त्यसपछि अब हिँड्दै अब के देखिन्छ हैन, त्यो चाहिँ हजुरहरुलाई देखाउने नै छु कस्तो छ के छ कस्तो छ। सबै हेर्दै गर्नु होला साथीहरु। ओके, अब चाहिँ हामी धेरै कुरा नगरिकन थोरै अगाडि बढ्छौं। अगाडि बढिसकेपछि के हुन्छ कस्तो हुन्छ हजुरहरुले अवश्य पनि थाहा पाउनुहुनेछ है त साथीहरु। ओके, ल अब चाहिँ हेर्नुपर्ने हुन्छ यहाँ चाहिँ के छ त भनेर भन्नुहुन्छ भने यहाँ चाहिँ खासै त्यस्तो केही छैन, सबै सुनसान भइसकेको छ। एक्चुअली हेर्ने हो भने चाहिँ यहाँ तलपट्टि चाहिँ यहाँ के छ भन्दाखेरि यहाँ चाहिँ के बनाएको छ भन्दा अहिले चाहिँ यस्तो नयाँ खालको केही बनाएको रहेछ यहाँ चाहिँ हैन, थोरै यहाँ चाहिँ यस्तो छ। यहाँबाट यसो हेर्नुहुन्छ भने चाहिँ हजुरहरुले चाहिँ यसो सेलहरु लगाएको पनि देख्न सक्नुहुन्छ। यहाँ हजुरहरुलाई मनपर्ने कपडाहरु चाहिएको छ भने चाहिँ यहाँ पनि सेल लागेको छ। अवश्य पनि हजुरहरु मुम्बईमा हुनुहुन्छ भने भिजिट गरेर लिन सक्नुहुन्छ। एकदम दामी 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 लगाएको रहेछ देखिन्छ हैन। यतापट्टि पनि ठिकै छ। अहिले लगभग सबै बन्द भइसकेको छ है साथीहरु। ल अब चाहिँ यहाँबाट चाहिँ यस्तो के छ कस्तो छ भनेर चाहिँ हजुरहरुलाई चाहिँ अनि हाम्रो दिदी बहिनीहरुलाई मुटुहरुलाई सबैलाई चाहिने भनेको यहाँ छन् है। ल यहाँ त यस्ता यस्ती पनि रहेछन् है। यहाँ यदि अब हेर्नुहुन्छ भने अब यहाँ के छन् अब यस्तो छ हैन, सबै अँधेरो भइसकेको छ, लगभग अँधेरो पनि भइसकेको छ। ल हजुरहरुलाई चाहिँ यसो देशी चाहिएको छ भने यहाँ पनि यस्तो खाले पाइन्छ, तर यहाँ चाहिँ अब यता चाहिँ बन्द भइसकेको छ। लगभग यतापट्टितिर पनि अब यस्तो सबैहरु आज चाहिँ बन्द भइसकेको छन् है सबै। अहिले मार्केट चाहिँ बन्द भइसकेको छ। अहिले करिब तपाईको चाहिँ 11:40 गइसकेको छ यो भिडियो बनाउँदासम्म। कस्तो हुन्छ अब चाहिँ म यहाँबाट निस्किनु पर्ने हुन्छ साथीहरु। अब म निस्कँदै छु बाहिरतिर, हेर्दै गर्नु होला है त साथीहरु। ल ओके, अब चाहिँ अगाडि बढ्दै छु साथीहरु है। ल अब चाहिँ अगाडि बढ्दै के हुन्छ के देखिन्छ यहाँ हेर्दाखेरि। ल द बियर गार्डन उतापट्टि रहेछ है, परि रहेछ। अनि यहाँ चाहिँ आयो रेल ल हेर्नुहोस् त साथीहरु, रेल। वाउ, द गेम गार्डन यता पनि छ। अनि यतापट्टि चाहिँ लाइफ स्टाइल छ भनेपछि लाइफ स्टाइल चाहिँ अहिले पुरा क्लोज भइसकेको छ है। अनि यतापट्टि म्याङ्गो यहाँ छ है, म्याक्स यहाँ छ है। अनि यतापट्टि पनि रहेको छ, यतापट्टि पनि एकदम राम्रो पाइन्छ, सस्तो मिलाएर पाइन्छ, थोरै अफरहरु रहेको पनि छ। अब म चाहिँ यहाँबाट ओह्रालोतिर झर्छु। पारी हेर्दाखेरि चाहिँ यस्तो देखिन्छ है साथीहरु। ल यहाँबाट हेर्दाखेरि चाहिँ यस्तो देखिन्छ। ल हेर्दै गर्नुहोस् साथीहरु, इन्जोय गर्नुहोस्। ल ल ओके, यहाँबाट चाहिँ हेर्नुपर्ने हुन्छ। ओके, म एकछिनमा भेट्ने छु साथीहरुलाई है त। ल साथीहरु, अब चाहिँ म चाहिँ तल झरिसकेको छु। अब यहाँबाट चाहिँ म जानुपर्ने हुन्छ है त। ल
यताबाट मान्छेहरू निस्कँदै हुनुहुन्छ भनेपछि यहाँपट्टि चाहिँ यस्तो बनाएको छ है साथीहरू। ल यस्तो रहेको छ। यहाँ तलबाट हेर्दाखेरि यो चाहिँ टिभी हो। माथिबाट सर यसो हेर्दाखेरि चाहिँ ल यस्तो छ। यो चाहिँ स्टारबक्स कफी। अब चाहिँ यहाँबाट चाहिँ हामी बाहिर जानुपर्ने हुन्छ। अब चाहिँ म चाहिँ बाहिर जान्छु है त साथीहरू। यहाँबाट चाहिँ म चाहिँ बाहिर जानेछु। है त साथीहरू। ओके, यहाँ हेर्दाखेरि चाहिँ यहाँबाट टक्क लगाएर हेर्दाखेरि चाहिँ यस्तो देखिन्छ त। ओके ल ओके ल यहाँबाट चाहिँ अब यहाँबाट चाहिँ बाहिर जानुपर्ने हुन्छ है त साथीहरू। ल अब चाहिँ थोरै हजुरहरूलाई चाहिँ यहाँ फुलहरू देखाउँ कि भनेको छु। हजुरहरूलाई चाहिँ यहाँ पनि एकदम राम्रो राम्रो रातो रातो पहेँलो पहेँलो फुलहरू ट्याक्क लाएर ओहो नि ल्याउनुहोस् त कस्तो राम्रो छ। यहाँ चाहिँ आज चाहिँ नाइट भ्यू हजुरहरूलाई देखाउँछु है त साथीहरूलाई। ल साथीहरू अब चाहिँ यहाँ म चाहिँ यस्तोमा आइसकेको छु है। अब चाहिँ यहाँ हेर्दाखेरि चाहिँ ट्याक्क लगाएर यस्तो के हो सबै राखेको छ है। यो चाहिँ यस्तो ठाउँ रहेको छ। ल हजुरहरूलाई चाहिएको छ भने गिफ्ट भन्नु होला। यस्तो गरेर हेर्दाखेरि चाहिँ सबै सर साथीहरू फेरि पनि नमस्ते। म चाहिँ बाटोमा आइसकेको छु। अब चाहिँ म आफ्नो रुमतर्फ जाँदैछु। आजको भिडियो चाहिँ खासै रमाइलो चाहिँ छैन हैन। हजुरहरूलाई थोरै झुक्क्याउनको लागि भन्नुपर्छ हैन। म छु है, म यतै छु भनेर चाहिँ सम्झाउनको लागि चाहिँ हजुरहरूमाझ यो सानो भिडियो लिएर आएको थिएँ। हजुरहरूले अवश्य पनि माया गर्नुभएको छ। एकदम खुसी छु। त्यही भएर त झुक्क्याउँदै भए पनि हजुरहरूलाई छोटो मिठो भिडियो लिएर आउँदैछु। हजुरहरू जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, एकदम ठिक हुनुहोस्, स्वस्थ रहनुहोस्, खुसी रहनुहोस् हैन। त्यही नै भन्न चाहन्छु। अब के छ त, अब अरू त खासै त्यस्तो के पनि छैन भन्नको लागि। अब नयाँ साथीहरू हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरेर जोडिनुहोस्। एकदम सपोर्टिभ भएर लाग्नुहोस्। हजुरले पनि सपोर्ट गर्नुहोस् र हामीले हजुरहरूलाई पनि सपोर्ट गर्नेछौँ। यदि नयाँ हुनुहुन्छ भने मेरो भिडियोमा चाहिँ कमेन्ट छोड्न चाहिँ नबिर्सिनु होला। कमेन्ट छोड्नुभयो भने चाहिँ हजुरहरूमाझ हजुरहरूको घरसम्म म उपस्थित हुनेछु है त। हजुरहरूसँगै एउटै छानामुनि बसेर मिठा मिठा तिता मिठा भलाकुसारी गर्दै अगाडि बढ्ने नै छौँ। अवश्य पनि हजुरहरू जोडिनु हुनेछ, मन पराउनु हुनेछ है त साथीहरू। ल ओके, अब चाहिँ यति पनि भनिसकेँ भन्दै अब चाहिँ के गर्नु भन्दा अलि अगाडि गएर बसी भेट्छु है त हजुरहरूलाई। अगाडि गएर के देखाउँछु भन्दाखेरि चाहिँ हेर्दै गर्नुहोला थोरै।
क्या एकदम दामी छ, दामी दामी, एकदम सुनसान एरिया है। यस्तो धेरै हो हल्ला पनि नै हैन। यहाँ चाहिँ एकदम दामी आफ्नो आफ्नै पारामा, संसार सारामा भने चाहिँ हैन, सबै आफ्नो आफ्नै पारामा हुन्छ हैन। यस्तो मेरा बाबै भन्ने चाहिँ केही छैन हैन, सबै आफ्नो आफ्नो बाटो हिँड्ने हो, आफ्नै जे छ, कसैले सोधी खोजी गर्दैन, आफ्नो तरिकाले हिँड्ने हो बस। यसैमा रमाइलो छ हो मुम्बईमा। ओके ल साथीहरू, थ्याङ्क यू सो मच यतिन्जेलसम्म भिडियो हेरेर साथ दिनुभएकोमा हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आउँदो भिडियो चाहिँ थोरै इन्ट्रेस्टिङ हुनेछ, त्यतिन्जेलको लागि यस भिडियोबाट चाहिँ बिदा माग्न चाहन्छु। सबैजनाले माया गरिदिनु भयो, सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नयाँ जोडिनुभएका सबैलाई वेलकम छ, स्वागत छ मेरो यस ज्ञान कुमार युट्युब च्यानलमा। जोडिनु भएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै आजलाई चाहिँ यहीँ छुट्टिन्छु। अर्को भिडियोमा भेट हुने बाचा गर्दै आजलाई टाटा, बाई बाई, बाई बाई।